नरिवल पानी खाँदैछु। यो चौतारामा बसेर चटपट खान लाग्दैछु। आज चाहिँ हामी मार्केटतिर जाँदैछु है। यहाँ पोखराको मार्केट आज घुम्न जान लाग्यो। यहाँको नयाँ पनि भयो, 2 साल जति भयो। साथीहरू हेरौँ कस्तो हुन्छ। आज फर्स्ट टाइम मार्केट घुम्न जाँदैछु, पोखराको मार्केटको। पूर्णिमा ल के भन्नु छ? छैन? भिडियो कस्तो लाग्छ साथीहरू अन्तिमसम्म हेरिदिनु होला। र अहिले चाहिँ यो अमरसिंह आउन लाग्यो। हामी चाहिँ अमरसिंहको एरियामा यो फुड ट्र्याकमा हिँड्दैछौँ हामी चाहिँ अमरसिंहको। घामले पोलेको छ हल्का, त्यही भएर छाता पनि ओढिरहेको छ बुढीमाले। घाममा लागेको छ चाहिँ अमरसिंहको मेन हाइवे यो अमरसिंह हाइवे। र अहिले चाहिँ हामी बैंकतिर जाँदै, बैंकको बाटो। र अहिले यहाँ बैंक अलि पर साइडमा सरेको रहेछ, त्यही भएर चाहिँ हामी यहाँबाट अमरसिंहबाट बस चढेर चिप्लेढुङ्गातर्फ जाँदैछु साथीहरू। यो हरियो बसमा जाँदैछ। अब यहाँ झन्डै मोबाइल हराउने चान्स बढ्यो यार। हेर्नुहोस् यहाँ हिँड्दै बाटोमा 5 मिनट हरायो मोबाइल। साथीहरू अहिले चाहिँ यो पोखरा चिप्लेढुङ्गामा छु म अहिले है। यो चाहिँ पोखराको चिप्लेढुङ्गा। अहिले चाहिँ एकदम घाम लागिरहेछ है, एकदम चढेक कडा हो। र मार्केट पनि अहिले एकदम तातिरहेछ। र अहिले चाहिँ म यो महेन्द्र पुल आइपुगेको छु। यो महेन्द्र पुलको चोक भयो। साथीहरू यो चाहिँ अन्तर्राष्ट्रिय झन्डा पार्क है। हामी चाहिँ अहिले अन्तर्राष्ट्रिय झन्डा पार्कको एरियामा छु। यहाँ चाहिँ झन्डाहरू एकदम धेरै छ, धेरै कन्ट्रीको झन्डाहरू छ साथीहरू, धेरै देशको झन्डाहरू छ यसमा चाहिँ। यहीँ लेखिरहेको छ पछाडिपट्टि है, अन्तर्राष्ट्रिय झन्डा पार्क साथीहरू यो चाहिँ। र अहिले चाहिँ म यो टेलिकम अफिस जाँदैछु है। र केही समयपछि यो महेन्द्र पुलबाट हामी चाहिँ अहिले नेपाल टेलिकमतिर जाँदैछु। के अरे नम्बर चेन्ज गर्नु पर्यो नाममा। यो चाहिँ नेपाल टेलिकम साथीहरू। टेलिकमबाट भर्खर बाहिर निक्लेको। अहिले चाहिँ काम सकियो है। अब नामसारी गरेको मैले चाहिँ जो सिम नामसारी गर्नुलाई पनि एउटा घर जग्गा नामसारी गरे जस्तै गरेर यहाँ गर्नुपर्ने रहेछ। धेरै विभिन्न प्रक्रियाहरू पुरा गर्नलाई 3 पुस्तेदेखि लिएर औँठा छाप पुरै लिएर लिने दिनेको पुरा डिटेल माग्दो रहेछ यहाँ चाहिँ। र दिएर आएँ। अब बेलुकासम्म एक्टिभ हुन्छ भनेको छ है। अहिले चाहिँ बेलुका त भएको छैन, 3 बज्यो होला सायद। अब हामी मार्केटतिर जाँदैछु अहिले चाहिँ चिप्लेढुङ्गा एरियामा। अहिले चाहिँ हामी चटपट खाने टाइम भयो। पूर्णिमाको चटपट पोखराको यो हामी महेन्द्र पुलको चौतारामा बसिरहेको छ। हेर्नुहोस् साथीहरू अहिले चाहिँ हामी महेन्द्र पुलको चौतारामा बसेर चटपट खान लाग्दैछु यहाँ। र मैले चाहिँ यो नरिवल पानी लिएर आएको है। एकदम महँगो यार यो त। यहाँको 300 रुपियाँ पर्ने छ यो एउटालाई। जुन लिए पनि उही भन्छ। ल पूर्णिमा निकालेर खाम त। वाह कस्तो छ पूर्णिमा? मिठो छ। त्यो नरिवल पानी खाँदैछु यो। र यो चाहिँ नरिवल पोखरामा आएर मैले चाहिँ यो नरिवल पानी लिएको है। कस्तो छ भनेर यसो टेस्ट गर्नु लाग्यो। ठिकै छ, खासै नमिठो चाहिँ होइन, मिठो नै होइन यो पानी है। अब स्वास्थ्यको लागि राम्रो हुन्छ भन्छ है नरिवल पानी। र हामी चाहिँ अहिले नरिवल पानी खाँदैछु साथीहरू है। पोखराको यो चिप्लेढुङ्गा नजिकै के अरे महेन्द्र पुलको एउटा रेस्टुरेन्टमा।
र अहिले चाहिँ यो नरिवल पानी लिएको मैले। यसको 300 रुपियाँ पर्छ साथीहरू यहाँ चाहिँ है। यो हेरी छ यसको ठुलो सानोहरू छ, मैले चाहिँ अलिक ठुलो लिएको। र अहिले खाएर एकछिन रेस्ट गर्दैछु, अब फेरि मार्केट घुम्ने। ल हामी चाहिँ अहिले अब यहाँको विशाल बजार जाँदैछु लामखुट्टेमा। विशाल बजारको यो भित्र झिलिमिली। र अहिले चाहिँ हामी विशाल बजारभित्र यहाँ मार्केटको हेर्दैछु। त अब महल तलमा जाँदैछु यहाँबाट। र अहिले चाहिँ हामी यो लुङ्गी हाउस सिङ्गापुरे यसमा आउँदैछु। अहिले चाहिँ हामीले यहाँनिर दुईवटा चाहिँ रोजिसक प्वाइन्ट, यो मेरो लागि, यो पूर्णिमाको लागि। पोखरा ट्रेड मल घुम्दैछु साथीहरू अहिले चाहिँ हामी। अहिले भाटबेटिनमा जुत्ता हेर्दैछु है साथीहरू। अब जुत्ता सोरुममा त्योहरू सपिङ गरेर आएको है। अब पोखराको चिप्लेढुङ्गामा अहिले चाहिँ हामी अब घर फर्किन लाग्दैछु हामी।